सो अनि अहिले चाहिँ मेरो चाहिँ बानी कस्तो पर्यो भनेदेखि अलिकति अब भिडियोहरू बनाउनु पर्यो भने कपाल छुने ट्याक्कलाई सो त्यही फ्याम अनि अब चाहिँ ब्लग स्टार्ट गर्न आँटेको अनि बिहान भयो मर्निङ टाइम अनि मजाले गर्मी लाग्छ अनि भर्खर उठेको भर्खर ब्रुस गरे उठेर अनि मजाले यतातिर सो अनि गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई आजको न्यू एनदर ब्लगमा स्वागत छ सबैलाई एकैमुष्ट एकैतर्फबाट सबैलाई आजको भिडियोमा वेलकम सबैजनालाई सो अनि अहिले चाहिँ बिहान भयो अनि अहिले चाहिँ गर्मी यस्तो आएछ अनि फुल यस्तो दामी फुलिरहेको हरियाली हेर्नु साथीहरू है ट्याक्क हरियालीहरू पनि हेर्नुपर्छ है त्यही भएर हो ल हरियाली हेर्नु मजाले ल यस्तो दामी सो अनि अहिले चाहिँ बिहान भयो भनौँ अनि मजाले अनि हाम्रो चाहिँ घरमा यस्तो हुँदैछ यतातिर अनि सो अहिले चाहिँ म खाना बनाउँदैछु म ट्याक्क लाएर अनि हजुर अनि लताले चाहिँ यहाँ खाना खाँदैछ कपाल हेर लोता पराइकिन हेर्नु सानो त्यो तना बाँध्न सिक्नु पर्यो रे छिटो कतिमा पर्छ रे हिसाब गर्नु उठा कन्दैछ कतिमा पर्छ एउटा यस्तो सिकाइछ अहिले चाहिँ बिहान भयो मजा आले मर्निङ टाइम भयो सो अनि यता त्यो चाहिँ आँपी तपाईँहरू आँप देख्न सक्नुहुन्छ ट्याक्क लाएर यस्तो राम्रो छ के दामी छ यस्तो मिठो हुन्छ नि अनि यो डिब्बा हालेको अब चाहिँ अर्को डिब्बा पनि हाल्नु पर्नेछ अनि आँपहरूको अचार अनि त्यसपछि अर्को डिब्बा होइन त्यही त हो अब साइको मान्छे जन्मेको ए म बौला भन्ने एकदम भाइरल भइरहेको म बौला हो भन्छु के मलाई गर्छु नि म यहाँ कस्तो बिगार सन्चो भयो आएकोचोटि फेरि सन्चो भयो खै म तिमीलाई गरिदिनु ल के दाल लाग्यो छैन आखै म गरिदिन्छु आएको ल यहाँ पनि म गरिदिनु सबैलाई ल सबैलाई म गरिदिनु अनि अहिले चाहिँ यस्तो दामी फुलहरू यहाँ फुलेको अवस्था छ यतातिरै हाम्रो चाहिँ एकदम ठुलो हुन्छ अब केही दिनमै मान्छे बाबुल मही खाइदिएर अब यस्तो भएको छ पाकि लगाइसक्यो त्यहाँ त यार खेलिन्छ अब चाहिँ अब त्यही अब खानासाना बनाउने खानासाना खाने अनि त्यसपछि बेलातिर जाने आज चाहिँ अनि त्यसपछि फ्री टाइम छ अलिकति फ्री भन्दा नि अलिकति अब जे भयो नि खासै त्यस्तो तनाव लिने टाइपको काम चाहिँ होइन अनि अलिकति त्यही पाइन्छ अब एकछिनपछि खानासाना खाएर यदि गर्नु होला लेट्सी पुरै नरहनेस् म त्यसपछि गेमको दुवै टिम बाहिर उठाउनुलाई के हो
सो अनि अहिले चाहिँ गेमसम हेरेर आइयो अनि आफसाथ खाँदैछु म आएर तर खानुहोस् नि खान्छ आप अर्को टिपेर ल्याउनु खा तैँले आफ खानु हो कमेन्ट भयो सो यतातिर चाहिँ होमवर्क गर्दैछ अनि बलसल हेरेर आइयो त्यसपछि त्यहाँदेखि आएर चाहिँ खाना बनाउँदैछु म अब खाना हेर्ने आइस पनि आयो सोनी अब चाहिँ भर्खर दाल साग पाक्ला त्यहाँदेखि दाल साग पाक्ला पानी सानी पर्नु अब चाहिँ बल्किन जान्छ खट्टा रहेछ नि सन्डेदेखि म बनाउँछु भने है ब्याग ल लास्ट दिन खावे सो फ्याम अनि म चाहिँ अहिले साँझ भइसक्यो अनि अहिले चाहिँ बलसल खेलेर त्यसपछि आफसाफ खाएर बलसँग गएर आएछ क्या अनि यतातिर चाहिँ हाम्रो यहाँभरिमा को सुन्दरी हो ओए तिम्रो ठाउँमा को सुन्दरी हो तिम्रो ठाउँमा को सुन्दरी छ तिम्रो ठाउँमा को सुन्दरी छ क्या सुन्दरी यही छ म त छैन त्यो सुन्दरीमा हुन सक्दिन त सुन्दरी होस् नि घरभरिको सुन्दरी होस् नि सुन्दरी नै हो मादर्नी हो त्यही मैले त्यहीबाट त्यही हो के गरे प्राणी वा सेतातिर त पर्छ हजुर हजुर भाइ के भयो गाडी पुग्छ अनि अहिले चाहिँ साँझ भयो ट्याक्क लगाएर हाम्रो घरतिर बोय अनि मामातिर यतातिर अनि ललिता ए हाम्रो चाहिँ आज दिस इज अ इङ्ग्लिस दिन्छ त डिग्री सो ल त के भन्दैछ साने यता पनि हेरेर क्या यता हेरेर साने अनि सो यतातिर चाहिँ ढिग्री बन्दैछ साथीहरू अनि हाम्रो पुन्टीले चाहिँ गरम जाने लिस् नि तैँले अब त्यस्तो होइन के गराउने ढिग्री बन्दैछ ललिताले बनाइसके यतातिर माइजू पुन्टे बिगार्यो ल हाम्रो चाहिँ यतातिर रेडी हुँदैछ है साथीहरू अनि यही यस्तै ढिग्री बनाउनु सबै जता कतै मेरो फेसनमा अन त फरक हुन्छ फरक छ त यो गोलो भयो यो लामो भयो सो अनि यतातिर ढिग्री मजाले बनाउँदै हुनुहुन्छ हाम्रो माइजूहरूले ललिता अनि त्यसपछि यतातिर पानी ताति चाहिँ यो आग बाल्ने होइन ल आइस दौर लिएर जोड्दै आइस यहाँ दौर लिएर जोड्दै यहीँ यस्तै दौर हाल्दै जा हाल्दे त्यो हाल्दे हो जोर भित्रै हाल्दे यस्तै हाल्ने बास ल यतातिर ल सबैलाई हाई भन्दै पुन्टे यता के फेरि ल सो यति हो जहिले टिफिनको लागि ए हामीलाई होइन ल ठिक छ हाम्रो चाहिँ यतातिर यस्तो छ अनि साँझतिरको
सो अनि अब चाहिँ एकछिनमा हेर्दै गर्नु होला अनि ढिग्री चाहिँ के कस्तो बन्छ तपाईँहरूले अब के कस्तो बन्छ ढिग्रीहरू अनि तपाईँहरूले चाहिँ यसो बनाउनु भएको छ कि छैन अनि टेस्ट लिनुभएको छ कि छैन कमेन्टमा गरिदिनु होला तलतिर सो अनि ब्लगर चाहिँ यस्तै भइरहेछ अघि चाहिँ बजार गयो यसरी बस्दैन नि कन्दमुलमा पिडालु पर्छ र अनि कन्दमुल भने जमिनको आस्न हो तर पिडालु त यस्तो कन्दमुल जसरी खानलाई त काची खानलाई त्यो बोलाए खान्छन् पोलेर आलु नि काची खान्छन् कहिले नाइ त्यो तरुल त काची खान्छन् नि खान्छन् पिडालु त नहुनु पर्ने कोकान्न र कहाँ लेखेको छ कोकान्न त पिडालु त कोकान्न क्या पोलेपछि मेरो राइटिङ हो नि त्यति होला यो कसरी कपाल आउँछ त मेरो राइटिङ भनेर राइटिङ रे यो यसको राइटिङ यस्तो गरेर राइटिङ लेख्छ रे यसले राइटिङ छिटो के सो ठाउँको ठाउँ मान्छेलाई झुट बोलेर ठग्छ यार मैले त कालेर के त ल ल ल ल एउटा हामी पनि चाखाउँ दुईटाले तानेकै एउटा तान्नेले मान्छे तानेकै यार कस्तो यार मान्छे चिनी हालिदिनु पर्छ दामी हुन्छ चिनी र नरिवल हाल्नु हुन्छ नि ल तपाईँ खानु दियो भयो भयो राख्दिनु नानीहरूलाई पुगेको अब यहाँ चाहिँ कपाल तान्नु दिँदैन यस्तो खुल्लै राखिदिन्छु देखमा नि यति बिचमा अहिले खुत्रुकै सक्यो खै गएको यस्तो गर्दाखेरि कता देखाएको थियो कि कता गयो कि के कहाँनिर बिचमा हेर कपाल पाएको छ पाइहाल्यो सो हाम्रो चाहिँ डिग्री यस्तो भयो पाइहाल्यो तर अझै यो बिहान ठिक्क हुन्छ खाने अन्त धेरै तातो भयो छैन सो त्यही हो अनि अहिले चाहिँ लगभग 10:30 समथिङ भयो अनि यो चाहिँ हामीलाई खानलाई होइन क्या नानीहरूलाई नास्ताको लागि टिफिनको लागि हो त्यही भएर भनौँ अनि अहिले चाहिँ रात परिसक्यो एकदम होइन ल अन्तिममा पनि हरियाली हेरेर त्यही फ्यान्स अनि आजको भ्लग चाहिँ यति नै हुन्छ अब एडिट सिडिट गर्नु पऱ्यो यताउता गर्दाखेरि चाहिँ अब त्यही हो होइन सो त्यही फ्यान्स आजको भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु अनि अब चाहिँ